गुड मर्निङ सेभन्ने नमस्ते सबैजनालाई। र है अहिले चाहिँ हामी खेचीपेरी लेक है पूजा गर्नु जाँदैछौँ। र अहिले चाहिँ हामी 7 बजी हिँडेको, बिहान पुरा पानी परेर अहिले 7:30हरू मात्रै भएछ। बिस्तारै हिँडेर जाँदैछौँ। यहाँ बडी हुनुहुन्छ, बडी हाई भन्नुहोस् न, गुड मर्निङ भनेर। यहाँ छ मेरो साथी पुष्पा। नमस्ते सबैजनालाई। अब हामी कहिले पुग्छौँ याद छैन, बिस्तारो, तर दिन एकदम शीतल, वेदर राम्रो छ हो हिजोभन्दा। अनि बिस्तारै हिँडेर हामी पुग्छौँ। अनि आज बुद्ध पूर्णिमा है, हामी चाहिँ आज बुद्ध पूर्णिमाको दिन चाहिँ पूजा गर्नु है, सब पूजा गर्न जाँदैछौँ। र बडी आज बुद्ध पूर्णिमा नि, आज बुद्ध पूर्णिमा हो। आज चाहिँ पूजा गर्नु, आज पूजा गर्नु, बुद्धको पूजा गर्नु, शिवको पूजा गर्नु। आज चाहिँ बुद्ध भगवान चाहिँ अवतार लिएको दिन, अवतार लिनु भएको दिन अरे। आज त मान्छे कति बेसी हुन्छ, धेरै मान्छे हुन्छ होला। हामी चाहिँ के गाडी साडी पनि छैन, बिस्तारै हिँडेरै गएको। बाटो सजिलो छ है, अनि हिँडेर जसरी पनि बिस्तारै पुग्ने हो पूजा गर्नुको लागि। सो हेर्दै गर्नुहोस् होला। अहिले तपाईँलाई म देखाउँछु। रोटै हिँड्दैछौँ हामी चाहिँ। यस्तो छ है, पानी चाहिँ धन्न परेन, राम्रो भयो। पानी परेको भए चाहिँ हामी चाहिँ साह्रो पर्ने थियो। अनि बिस्तारै हिँड्दैछौँ। यस्तो दिन भइरहेको छ। यसलाई पुष्पा हेर्नुहोस् होला। अहिले तपाईँलाई म माथि पुगेर देखाउने छु। अन्त बाटो चाहिँ उकालो उकालो छ है, अनि बडी र पुष्पा हिँड्नु हुँदै थियो। अनि यहाँ बाटोमा चाहिँ मजाको फापर फुलिरहेको रहेछ है। अनि मैले यो चाहिँ भिडियो लिएँ है। अहिले चाहिँ 9:30हरू भयो। हामी है खेचीपेरी अब आइपुग्यौँ है। अनि हामी यहाँ तेर्सो बाटो जाँदैछौँ। अनि यहाँ हातमा छ पूजाको सामानहरू बोकेर जाँदैछौँ है। हामीलाई झन्डै 4 घन्टाहरू लागेछ उकालो आउनु। सो अब गएर हामी पूजा गर्नेछौँ। हेर्दै गर्नुहोस् होला। त्यसको बादमा हामी है यहाँ पुगेर पूजाहरू गर्नु थाल्यौँ। र यहाँ चाहिँ पोखरीको पानीहरू राखिदिनु भएको छ है, त्योहरू तपाईँहरूले लान सक्नुहुन्छ। अनि हामीले यतापट्टि अर्को सानो मन्दिर छ है, त्यहाँ पनि गएर हामीले पूजाहरू गऱ्यौँ। अनि यहाँ बडी चाहिँ अब उहाँ बडी चाहिँ एकदमै ठुलो हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई टिकाहरू लगाइदिनु भयो। अनि त्यसको बादमा चाहिँ बडीले चाहिँ बत्तीहरू बनाएर बोक्नु भएको रहेछ आरतीको लागि। अनि हामीलाई आरतीहरू पनि मजाले गऱ्यौँ। अनि एकअर्कालाई आरतीको थाल दिएर हामीले आरतीहरू गऱ्यौँ। हाम्रो प्रसाद बडी हामीले आरती गऱ्यौँ है, सबै पूजा अब प्रसाद खाने बडीले दिनुभएको। चिया पनि ल्याउनु भएको छ अरे, चिया पनि खाने हो। चिया पनि खाँदैछौँ हामी। बडी तातो, अब चाहिँ पानी पनि अलिक पर्दैछ हो। अन्त बडीले चिया ल्याउनु भएको छ, चिया खाएको। बडी मन्दिरको बाहिर बसेर चिया खाएको। जाडो पनि भयो है, पानी परेर। पानी पर्नु थाल्यो फेरि। हामीले तर सबै अघि झन्न पानी रहिदिएर सबै सकेर चाहिँ पानी फेरि पर्यो। हामी चाहिँ पूजा गरेर पनि फर्केको है। आज चाहिँ यति बेसी मान्छे थियो हो, सबै पूजा गर्न आउनु भएको रहेछ। र आज चाहिँ बुद्ध पूर्णिमा भएर पनि होला, पुरै बेसी मान्छे आज चाहिँ। आमा पूजा गर्नु पनि यस्तो भिड। हेर्नुहोस् न माछाहरू, आमा भोकले हेर्दै हेर्नु न खाएको के बेसी। अनि पूजाहरू गरिसकेर चाहिँ यहाँ पुरा भोक लागिरहेको थियो हामीले है। यो चाहिँ एकदम है अब अथेन्टिक आगोमा बनाएको है पिज्जा हो यो चाहिँ है। त्यहाँनिर छ लातो पिज्जेरिया भन्छ है। हामीले चाहिँ त्योहरू पनि खायौँ, पुरा भोक लागिरहेको थियो। अनि फर्क्यौँ। कृष्ण तिमीलाई खोज्दै हिँडे यमुनाको शिरमा। अब चाहिँ हामी फर्केको।
बढी राधे राधे भन्नु न कृष्ण तिमीलाई खोज्दै हिँडे नाच यमुनाको तिरै सिरा जय श्री कृष्ण जय श्री कृष्ण